आदरणीय दर्शकवृन्द नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी आज 2082 साल असारको 7 गते आफ्नो स्थापनाको 3 वर्ष पुगेको छ र राष्ट्रिय स्वतन्त्र पार्टी यो संसदको चौथो दल समेत रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिखेर भैरवा कारावारमा रहेका छन् र भैरवा कारावारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो अपिल प्रस्तुत गरेका छन् भने 2082 साल असार 7 गतेको पार्टी स्थापनाको दिवसमा पारेर यो अपिल प्रकाशन गरिएको छ। यो अपिल राष्ट्रिय स्वतन्त्र पार्टीको वेबसाइटमा हेर्न सकिन्छ र यो अपिलमा भएका सम्पूर्ण कुराहरू हामी तपाईलाई सुनाउनेछौँ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। उहाँ भन्नुहुन्छ, आदरणीय आमाबुवा तथा दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार, जय घण्टी। पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यस बेला म यो अपिल 9725 नम्बरको थुनुवाको रूपमा भैरवा कारावारबाट पठाएको छु। आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहरुबीच पुग्नेछ। तपाईहरुले मलाई दुई पटक कीर्तिमानी पूर्ण मतका साथ संसदमा पुर्याउनु भयो। भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 12 लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुको उपचुनावको परिणामले झन तर्सिए। स्वस्थ र प्रजातान्त्रिक विधिबाट राष्ट्रपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू म विरुद्ध षड्यन्त्रमा लागे। त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा कसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्य कसरी दुरुपयोग भयो, तपाईहरुलाई आँखा अगाडि नै देखिरहनु भएको छ। तपाईहरुलाई थाहा नै छ म कसैमाथि कुनै पनि अन्याय नबोली बस्न नसक्ने मान्छे हो। बोलेर विश्व कीर्तिमान राखेको मान्छे पनि हो। तर यिनीहरूले जस्तो जाल थापे कि आफैका लागि अपराध र अन्यायमा म बोल्न सकिन। मेरा कानून व्यवसायीले निरन्तर भनिरहेको थियो, तपाई देशकै सबैभन्दा ठूलो अपराधिक गृहसँग न्यायिक लडाई लड्दै हुनुहुन्छ। एउटै आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर यिनीहरूले थप कानूनी झमेलामा फसाउन सक्छन्। त्यसैले तपाई बोल्न हुँदैन। 4 जिल्ला 4 उच्च र पछि सर्वोच्च गरेर 9वटा अदालतमा अब त पर्सा जिल्लामा पनि थपियो। मुद्दा झुन्डाइएको व्यक्तिले कानून व्यवसायीको राय नसुन्न पनि मिलेन। तर यो मौनता अरूलाई भन्दा पनि मलाई नै बिजाएको थियो। चाहे अरू जतिवटा झुटा मुद्दा खेप्न परोस्, अब बोल्छु भन्ने लागेर चैत 18 गते पार्टी कार्यालयबाट घोषणा गरेर चैत 23 गते चितवनमा बोल्छु। सहयोग मानौ कि सत्य परिणाम मेरा कानून व्यवसायीले चेतावनी दिए जस्तै भयो। चैत 22 गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गर्यो र अब त सर्वोच्च पनि थपिसकेको छ। म विरुद्ध षड्यन्त्र अझै सकिएको छैन। 2046 साल पछिको 36 वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिरहेका छन् आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दी अब मैले जनताको अदालत बाहेक न्याय माग्ने जाने ठाउँ छैन। राज्य यिनले अड्डा अदालत यिनको, मिडिया समेत यिनकै, राज्यका सारा अङ्ग र संरचना यिनकै भर्ती केन्द्र। घरिघरि लाग्छ यिनीहरूले मलाई धेरै दुःख दिए, तर विचार गर्दै जाँदा गएका 36 वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःखका अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर के दुःख मनाउ गर्नु जब यिनीहरूले नै सिङ्गो देशलाई नै जेल बनाइसके। र आदरणीय देशवासीहरू, जेलको कठेरीबाट म आज आफ्नै जीवनको समीक्षा गरिरहेको छु। त्यो समीक्षा म तपाईहरुलाई पनि सुनाउन चाहन्छु, तर नेताको रूपमा होइन, एउटा छोरा मान्छेको रूपमा, एउटा भाइ, एउटा दाइका रूपमा, एउटा सामान्य नागरिकको रूपमा। मैले कहिल्यै सोचेको थिएन कि कुनै दिन म राजनीति पनि आउनेछु। विद्यार्थी जीवनमै मिडियामा लागे, टेलिभिजन र एफएमतिर छोटे मोटे सेलिब्रिटी भइसकेको थिए। तर अलि राम्रो जीवन बाँचिएला कि भनेर अमेरिका बाँचिए। ठूला कुरा गर्नुपर्ने र ढाट्नुपर्ने केही छैन। नेतागिरीको कुनै लत नेपाली अमेरिकामा पनि नेपाली समाजमा जोडिए, साथ दिए, लिए, असफल भएको होइन, तर मन कहिल्यै रमाएन। फर्किन्छु भन्दा भन्दै 14 वर्ष वनवास बिताइयो। संसारकै लामो टेलिभिजन टक सो रेकर्ड राख्न मन लाग्यो। कुनै लोकल टेलिभिजन खोजेर अमेरिकामै त्यो रेकर्ड राख्न नसकिने थिएन। तर मनले भने त्यसका लागि पनि देश फर्किनस् भने के को लागि फर्केलास्। अनि नेपाल आएर गिनिज बुकमा नाम दर्जा गरे। संसार र मनोरञ्जनको अनुभव थियो, तर मनोरञ्जनमा रुचि थिएन। संसारकर्ममा फर्किन चाहे, तर त्यो एकदमै सृजनात्मक र परिणाममुखी होस् भन्ने थियो। मलाई त्यतिखेरका प्रधानमन्त्रीहरू माथि भ्रम थियो। मैले सरकार र जनताबीच संवादको ठूलो खाडल देखे। चाँडै प्रधानमन्त्री बन्दैछन् भन्ने कुरा थाहा पाएपछि सिधै केपी ओलीलाई फोन गरे। न्युयोर्कबाट भेट भएको र छोटो अन्तर्वार्तामा पनि गरेर संक्षिप्त चिन्जान पनि स्मरण गराएर सोधे, मेरा कुनै फाइदा नहुने तर म प्रधानमन्त्रीको रूपमा तपाईले गर्नै पर्ने केही कामका कुराहरू गर्छु, आधा घण्टा समय दिन सक्नुहुन्छ। मैले थप आग्रह गरेर म केवल तपाईसँग कुरा गर्छु र तपाई र मलाई अनडिभाइडेड
अटेन्सन चाहिन्छ, मेरो व्यक्तिगत लाभको एउटा कुरा पनि गर्दिन, उनकै फाइदाको कुरा थियो। ओली कन्भिन्स भए, उनी प्रधानमन्त्री भएको केही समयमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु भयो। अहिले ओलीले रवि लामिछानेलाई जागिर दिए भनेको सुने, तर त्यो तत्कथित जागिर बापत मैले ओलीबाट, एमालेबाट र नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन। त्यो कार्यक्रमबाट मैले एउटा कुरा लिए, ज्ञान। प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारीहरू कसरी सोध्छन् र त्यो देखे, देश र जनताप्रति उनीहरूको लापरवाही देखे। त्यसपछि मलाई लाग्यो यस्ता सिधा कुरा शासकसँग गरेर यो देश पार लाग्दैन। परिणाम खोज्ने हो भने सिधा कुरा त जनतासँग गर्नुपर्छ। अनि सुरु भयो सिधा कुरा जनतासँग कार्यक्रम। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा अब प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, आयोजना प्रमुखका एमसीहरूको रूपमा हुन्थे। त्यतिखेर कार्यक्रम हेर्नुहोस् त, रवि लामिछानेको भाषामा आक्रोश छैन। म इमानका साथ भन्छु, त्यतिखेर मैले जनताको वास्तविक पीडा र समस्याको भेउ पाएकै थिएन। म त सरकारी तथ्याङ्कहरूमा देखिने विकासमै वरपर घुमिरहेको थिएँ। त्यसैले ममा ठूलो आक्रोश र असन्तोष पनि थिएन। म पनि अरू मूलधारका सम्पादकहरू जस्तै शान्त सुनिन्थे, तर सिधा कुरा जनतासँग पछि बल्ल मेरो यो देश र जनताको सत्यसँग सामना सुरु भयो। बोक्सीको आरोपमा मुखमा दिशा कोचाइएकी लक्ष्मी परिवारको लगलगी कामेका नाबालक छोराहरूको चित्कार सुने। बोक्सीकै कारण सिङ्गो गाउँबाट निर्घात कुटिएको राधा चौधरीको आँगनमा पुगे। खाडीमा बेचिएको कविता तामाङले मालिकको यौन हिंसाबाट बच्न लाइभ कार्यक्रमबाट आएर गुहार मागे। एउटै घरको पल्लो कोठामा साथीमाथि भएको जबरजस्ती यौन दुर्व्यवहार देखेको अर्की चेली इराकबाट लाइभ आइन्। म स्टुडियोमा मात्रै बसिन। सुपरभाइजरले यौन शोषणका कारण आबुधाबीमा आत्महत्या गर्न बाध्य भएकी अष्टौं लक्ष्मी गुरुङको न्यायको निम्ति आबुधाबीदेखि गोर्खासम्मको आरुगारसम्म पुगे। सिङ्गो गाउँबाट मिटर ब्यारिजको पासोमा परेका श्याम परदेशीको अत्याचारको स्थलगत रिपोर्टिङ गरे। ऋण मिनाहा गर्न शर्तमा गाउँलेका साना छोरीहरूलाई आफूसँग रात बिताउन पठा भन्ने गृहित साहुकारहरूसँग जवाफ मागे। मेरो सञ्चार कर्म, अल्पत्र पूर्वाधार, खुल्लामखुल्ला घुसखोरी, सरकारी अड्डा, नागरिकले पाएको शास्ति, विभिन्न हिंसा, विभेद, ठगी र अपराधीको शिकार भएका आम जनताको आँसु र चित्कारतिर सोचियो। विदेशतिर समेत ठगिएर जागिर गुमाएर अस्पताल भर्ना भएका, जेलमा कजिएर बसेका सयौं नेपाली दाजुभाइ दिदीबहिनीहरूको पीडाले दिमाग रन्थनिन्थ्यो। म मान्छु टेलिभिजन मेरो स्वर चर्को सुनियो। त्यस सञ्चारकर्मीको रूपमा म उच्च पदस्थ डिनरबाट फर्केर समाचार पढ्दैनथे। लुटिएका, ठगिएका, ह्यापिएका आम जनताको अर्थनाद, चित्कार र त्रन्दनको सुनेर स्टुडियोमा छिर्थे। अनि स्वर कसरी नरम हुन सक्थ्यो र? देशको व्यतिथि देखेर म यति द्रवित भए कि मैले सर्वस्व त्यागेर ज्यानको बाजी तापेर भए पनि विवेकको लडाईँ लड्ने निर्णय गरे। अनकाउन्टर जंगलमा महिनौं हिँडेर जीवन नै हत्केलामा राखेर दलालहरूसँग 1,40,00,000 तिरेर सयौं नेपाली अमेरिका गइरहेको बेला मैले अमेरिका दूतावासलाई उल्टै 3.5 लाख रुपियाँ बुझाएर अमेरिकी पासपोर्ट ससम्मान फिर्काइदिए। त्यति बेला मसँग देश विदेशका समस्याहरू लिएर हरेक दिन 50 निमुखा र निरुपाय नागरिक फोन र प्रत्यक्ष संवादमा आउँथे। न्यूज 24 को सीमित स्रोतबाट त्यति धेरै समस्या पहिचान र समाधान गर्न सम्भव भएन। म विकल्प खोजीमा रहेको बेला अलि स्रोत सम्पन्न मानिएको हिमालयन र एपी1 मालिकमा सम्पर्क आए। उनीहरूसँग सम्झौता ड्राफ्ट आदान प्रदान हुँदै थियो। यही सेरिफमा एउटा समाचारको सन्दर्भमा एकपटक मात्र चिन्जान भएको पूर्व डीआईजी छविलाल जोशीले मलाई अलि ताकेता नै गरी जीबी राईसँग भेटाए। उनीहरू ठूलो लगानीमा गुणस्तरीय टेलिभिजन खोल्दै रहेछन्। मैले मिलेर काम गरौँ भने 15% शेयर पनि दिएँ। मैले कुनै आर्थिक दायित्व बोक्न नपर्ने गरी लिखित सम्झौता नै गरियो। समाचार र कार्यक्रमको जिम्मेवारी मेरो र आर्थिक जिम्मेवारी जीबी राईको रहने कुरामा सम्झौतापत्रमा स्पष्टले गरियो। सम्झौतामा पहिलो पक्षका रूपमा जीबी राईले, दोस्रो पक्षका रूपमा मैले र साक्षीका रूपमा छविलाल जोशीले हस्ताक्षर गर्यो। यसरी ग्यालेक्सी 4K टेलिभिजनको सँग जोडियो। यसअघि जीबी राईको 7 पुस्तासँग र उनी सम्बद्ध कुनै व्यापारी, व्यवसायी, परिवार, आफन्तसँग मेरो 7 पुस्ताको नातागोता, चिन्जान, भेटघाट, सम्पर्क, व्यापार व्यवहार केही पनि थिएन। आदरणीय दाजुभाइहरू, न्यूज 24 को तुलनामा म एउटा कार्यक्रमको सिङ्गो स्टेशनको नेतृत्वमा थिएँ। स्टुडियोको सानोबाट विशाल भयो। सञ्चारकर्मीहरूको सञ्जाल अझ ठूलो हुँदै गयो। टेलिभिजनको स्क्रिन अझ उज्यालो भयो। तर मैले थाहा पाएँ जतिसुकै ठूलो टेलिभिजन भए पनि गैर जिम्मेवार शासनले गरेको देशमा बाढी कराउन मात्र सकिन्छ, बदल्न सकिन्न। यो देश जिम्मेवारी पाएकाहरूलाई कराएर, सम्झाएर, नागरिकको पीडा देखाएर केही फरक पर्दैन। सञ्चारकर्मीकै बीचमा मैले 70 को 12 मा मुसर बस्तीमा बस्ती र दुर्गम
कालीकोटमा 15 बेड सुविधा सम्पन्न अस्पताल कालीकोट सम्पन्न अस्पताल निर्माणको नेतृत्व पनि नलिएको होइन। विदेशमा अल्पत्र कयौं नेपालीको उद्धार नगरेको पनि होइन। कोभिड महामारीमा विपन्न नागरिकसम्म अक्सिजन र खाद्यान्न पुर्याएको हो। यी कुरालाई उपलब्ध मानेर म आत्मरत्नीमा रमाउन पनि सक्थे, तर देशको बृहत चित्रमा हेर्दा मलाई मनैदेखि लाग्थ्यो यी सबै उपलब्धिका एउटा विषाक्त समुद्रपात केही थोपा पानी निकाले जस्तै मात्रै हुन्। यो देशमा केही गर्ने हो भने व्यतिथि नै जरो उखेल्नुपर्छ अनि सल्लाहमै निशुल्क पाएको शेयर निशुल्कमै फिर्ता गरेर म ग्यालेक्सी 4K टेलिभिजनबाट बाहिरी सञ्चारकर्म छोडेर राजनीतिमा आउने निर्णय त गरे, तर प्रवेश कसरी? मसँग दुई विकल्प थिए, या त स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टी संरचनामा खडा गरेर स्थापितलाई गचगचाउने। दुईवटै विकल्प घनीभूत छलफलमा लागे, तर स्थापित दलहरूको दलदलमा छिरेर अल्मलिनु भन्दा उपयुक्त निष्कर्ष निस्कियो नयाँ दल गठन। यो पनि कम चुनौतीपूर्ण कहाँ थियो र पार्टीको नेतृत्व गरिदिन आग्रह गर्दै म कसको दैलोमा पुगिन। त्यसले मानेका र समाजले चाहेका प्राय सबैसँग मैले कल्पना गरेका दलको नेता बनिदिन आग्रह गरे। म सघाउँछु, तपाईहरूले नेतृत्व गरिदिनुहोस् भने धेरैले मानेनन्। सन्दुक रुइकदेखि कुलमान घिसिङसँग राजेश हमालदेखि अनिल केसरी शाहसम्म यस्ता कयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हार गुहार गरे। कसैले विश्वास नगरेपछि मात्रै म आफै सभापति भएर पार्टीको दर्ता गरेको हुँ। पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुहोस् वा कम्तीमा पनि उम्मेद्वार बनिदिनुहोस् भनेर कयौं ढोगडा ढकढकाए, तर मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो, धेरैले मात्र मानेनन्। जनताले राष्ट्रपालाई चौथो ठूलो पार्टी बनाए, करिब 11% समानुपातिक मतले पायो। नयाँले पनि के नापे भन्ने सुनिन्छ कहिलेकाहीँ। हो, अपेक्षा गरे जति नपाएको पक्कै होला, तर म सोध्न चाहन्छु परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिको रूपमा रवि लामिछानेको व्यापारी र माफियालाई बेच्यो त? समानुपातिक मत भनेको नेतालाई बेचेको मत जस्तो बुझिन्थ्यो। नेताले या परिवार नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यापारीहरूलाई बेच्थे। त्यसै गर्यो त राष्ट्रपाले। प्रत्यक्षमा जस्तै राष्ट्रपाले आफूलाई पाएको समानुपातिक मत पनि जनताको सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु, एसिड आक्रमणमा परेकी विन्ध्यवासिनी कंसकारलाई कहिल्यै सांसद पदमा लैजान्थे यिनीहरूले? परदेशमा लगेर फर्किएका सुमना शेष यिनीहरूले पार्टीमा कहिल्यै अटाउने थिएन। स्थापित भनिएका केही दिन्थे मनिष शाह र सन्तोष परियारको पालो। देशको अर्थतन्त्र जर्जर हुँदा समय डाक्टर सोनी बाग्ले जस्तो विश्वले मानेको अर्थविद्लाई नल्याएको कहिले चिन्थे त डाक्टर चन्दा कार्कीहरू? यिनीहरूलाई कसैले प्रत्यक्ष निर्वाचनमा उतार्थे त? तोसीमा र सोभिता जस्ता भरभराउँदो युवालाई माफियालाई टिकट बेच्नेहरू कहिले मौका दिन्थे त? हरि ढकाललाई मन्त्री बनाउँथे त? विराजभक्त श्रेष्ठ, शिशिर खनाल जस्ता क्षमतावान युवाहरूलाई? वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनीतिक दलभित्र रहेको विकृति विसङ्गति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौं। आज राष्ट्रसभा बिनाको प्रतिनिधि सभा कल्पना गर्न सकिँदैन। जनताका होनहार छोराछोरीको संसदमा उपस्थित तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान विश्लेषकहरूले किन गाह्रो परेको हो मैले बुझ्न सकिरहेको छैन। देशको परिस्थिति मूल्याङ्कन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामिछानेलाई पनि नआउने होइन, तर रवि लामिछानेले यस्ता विश्लेषण प्रभाव देखिसकेको छ। मलाई यो देशको व्यतिथि थप व्याख्या गर्नु छैन, व्यतिथि भत्काउनु छ। व्यतिथिका भावकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा व्यतिथि शासन सुरु हुँदैन। यिनीहरूलाई ललत्काएर वा धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु, तर म विचलित छैन। यो आँट र संकल्प भत्काउन यो देशको इतिहासमा सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्, तर म अलिकति पनि हल लिएको छैन। एक थरी साथीहरू भन्नुहुन्छ सरकारमा किन गएको? यसमा मेरो प्रति प्रश्न छ। जनताले हामीलाई दिएको 12 लाख हाराहारी मत देशकोमा हस्तक्षेप गर्न थियो कि संसद निवेदन गर्न? निवेदन, अनुरोध, आग्रह, बिन्ती र टेलिभिजनबाट गरिरहेको थिए। कराउन त म टेलिभिजनबाट कराइसकेको थिएँ। हस्तक्षेप गर्न जनताको मत मागेको थिएँ। सत्ताबाटै हस्तक्षेपको प्रयास गरे। आफू मूल कुरा भन्छु। रवि लामिछानेले पातलबाट ल्यायो बेचनझा सरकार र समीकरण नै बदलिने गरी भयो। त्यसको प्रतिक्रिया रातारात मिले कांग्रेस र एमाले। मान्छेहरू भन्छन् तैले गृहमन्त्रीका रूपमा बालकोटतिर आँखा किन लगाइस्, किन तर्साइस बुढालीकण्ठको दाजु भाउजूलाई? मैले अतिरिक्त केही गरेको होइन, पीटीको शासनबाट प्रमाणित गर्न खोजेको मात्र हुँ। मैले चोरको खुट्टा च्वाट्ट काट्नु भनेको स्वाट्ट खुट्टा कसले र कति ताने तिनै जानु। गृहमन्त्रीका रूपमा मैले व्यक्ति चिनिन, केवल विधे चिने। भोलि पनि मैले चिन्ने त्यही हो। जहाँसम्म डरको कुरा छ रवि लामिछाने यिनीहरूसँग नडराएकै हो।
नरहने नै हो। यिनीहरूले अहिले बन्द गर्लान्। बेचनझाहरूले फाइल जनताको मत र साथ लिएर ती फाइलहरू खोल्ने नै हो। यिनीहरूलाई अपराधको दण्ड दिने नै हो। गृहमन्त्री गृह मात्र होइन, हामीले सम्हालेका कुनै पनि मन्त्रालयको एउटै प्रश्न उठेन। सुमना श्रेष्ठ भन्नु या डिपी रायलाई शिशिर खनाल भन्नुहोस् या विराज भक्त श्रेष्ठ, हाम्रा कुनै पनि मन्त्रीले जनताले दिएको मतलाई लज्जित बनाएनन्। हरेक मन्त्रीले मन्त्रालयमा सकारात्मक भाव छोडेर फर्के। नातावाद, कृपावाद र अनियमितताको एउटै आरोप नखेपी सत्ताबाट फर्केका अरू कुनै पार्टी छ नेपालमा? एक थरी आलोचकहरू मलाई सत्ता लोलुपको आरोप लगाउँछन्। म तिनीहरूलाई यति भन्छु, रवि लामिछानेको प्रधानमन्त्री अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अवसर आयो होइदेऊ न भनेको भए कसैले रोक्दैन थियो र प्रधानमन्त्री बनिदेऊ भनेर मध्यरातमै मेरै हस्ताक्षर कोरेर बसेका थिए काङ्ग्रेसका मूल नेतृत्व मैले मानिन। भोलिपल्ट तिनले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसकै दण्ड स्वरूप आज थुनुमा भिडिरहेको छु। सत्ता लोभ कि विद्रोही? उपचुनावको परिणामपछि ठूला दल, त्यसमा पनि नेपाली काङ्ग्रेसका साथीहरू हामीसँग तर्सिए। त्यो परिणाम देखायो जनताको चेतना अर्कै ठाउँमा पुगिसकेको छ। जब म 2080 साल फागुन 23 गते दोस्रो पटक उपप्रधान तथा गृहमन्त्री भए, तब तत्कालीन प्रमुख प्रतिनिधि नेपाली काङ्ग्रेसले विभिन्न सरकारी बचत अपचलनमा संलग्न रहेको भन्दै मेरो नामै किटेर छानबिन